डेडिकेटेड एन्ड ट्रङ्क लाइनको बारेमा अलिकति तपाईँहरूले भन्न गइरहेको छु मैले बुझेको र जानेको अनुसार। डेडिकेटेड लाइन भनेको चाहिँ के हो भनेपछि कुनै विशेष जलविद्युत आयोजनाबाट कुनै विशेष उद्योगलाई मात्र बिजुली प्रवाह गरिन्छ भने यसलाई डेडिकेटेड लाइन भन्दो रहेछ। जस्तै कि हाम्रो कर्णाली नदीबाट कुनै जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्यो, कुनै विशेष कल कारखाना हुला स्टिल कुनै पनि एउटा कम्पनीलाई मात्र विद्युत दिइन्छ भने त्यसलाई डेडिकेटेड लाइन भनिँदो रहेछ। यस्तो डेडिकेटेड लाइन चाहिँ अरू कसैलाई पनि दिन पाउँदो रहेछ, किनकि जुन आयोजनाले उत्पादन गरेको छ, जस्तै कर्णाली मानौँ कि कर्णाली नदीमा चाहिँ कर्णाली जलविद्युत आयोजनाले उत्पादन गरेको छ, त्यो नाम चाहिँ मानोस्, त्यसले चाहिँ कुनै विशेष उद्योगलाई लाइन दिइरहेको छ भने त्यो त्यहाँबाट उत्पादन भएको लाइन चाहिँ अरू कसैलाई पनि दिन मिल्दैन। यो हो डेडिकेटेड लाइन। अनि ट्रङ्क लाइन भनेको के हो भनेपछि कुनै विशेष उत्पादन क्षेत्रबाट, जस्तै कि कर्णाली जलविद्युत आयोजनाबाट कुनै सीमित क्षेत्र, कुनै त्यो क्षेत्रभित्र एउटा उद्योग पनि हुनसक्छ, 10वटा पनि उद्योग हुनसक्छ। एउटा सीमित क्षेत्र तोकिदिएको हुन्छ, त्यो सीमित क्षेत्रलाई मात्र विद्युत दिने भनेर सम्झौता भएको हुन्छ। यसलाई भनिन्छ ट्रङ्क लाइन। डेडिकेटेड लाइनमा चाहिँ एउटा मात्र उद्योग हुन्छ, अनि ट्रङ्क लाइनमा चाहिँ एउटा क्षेत्र नै हुन्छ, त्यो क्षेत्रमा चाहिँ एउटा उद्योग पनि हुनसक्छ, 10वटा उद्योग पनि हुनसक्छ। तर यो लाइन कस्तो प्रकारको हुँदो रहेछ भने यो जलविद्युतबाट उत्पादन भएको बिजुली मात्र तोकिएको क्षेत्रमा जाँदो रहेछ, सर्वसाधारणले युज गर्न पाइँदो रहेछ। यो त पहिल्यै सम्झौतामा भएको हुँदो रहेछ। यस्तो भएको खण्डमा चाहिँ कसैले पनि नपाउने विद्युत जनताहरूले उद्योगले मात्र दिने हुँदा यो अलि यसको चार्ज चाहिँ महँगो हुँदो रहेछ। त्यसैले जति पनि हाम्रो विवाद भइरहेको छ नेपालमा, उहाँहरूले प्रयोग गर्नु भएको थियो भने उहाँले तिर्दा नै बेस हुन्छ, किनकि देशलाई धेरै घाटा भइसकेको छ। नेपाल जति पनि मजदुर छन् उहाँलाई पनि धेरै नोक्सान भइसकेको छ। उद्योगीलाई नोक्सान त हुने कुरै नै भइसक्यो। सरकार घाटामा छ, उद्योगी घाटामा छ, कर्मचारी घाटामा छ, सबै घाटामा छ। त्यसैले सरकार पक्ष र उद्योगीहरूको पक्षहरू दुईटा सम्झौता गरेर छिटोभन्दा छिटो यो समस्याको समाधान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद।